भाँडाकुँडा मन्दिर भन्ने नाम सुन्दा तपाईँहरूलाई पनि अचम्म लाग्न सक्छ, तर काठमाडौँको चोबारमा साँच्चै यस्तो एउटा मन्दिर छ जहाँ भक्तजनहरूले भगवानलाई भाँडाकुँडा चढाउने अनौठो परम्परा आज पनि जीवित छ। आखिर किन? आउनुहोस् यसको रोचक कथा जानौँ। यो हो चोबारमा अवस्थित आनन्ददी अर्थात् आदिनाथ लोकेश्वर मन्दिर। स्थानीय जनविश्वास अनुसार धेरै पहिले काठमाडौँ उपत्यका एउटा विशाल ताल थियो। त्यसपछि मन्जुश्रीले काठमाडौँको चोबा डाँडा काटेर तालको पानी बाहिर निकाल्नुभयो अनि उपत्यका बसोबासका लागि योग्य बन्यो। यही पवित्र क्षेत्रसँग आदिनाथ लोकेश्वरको कथा जोडिएको मानिन्छ। यस मन्दिरको सबैभन्दा अनौठो विशेषता भनेको चाहिँ यहाँ भक्तजनहरूले धातु र तामाका भाँडाकुँडा चढाउने परम्परा हो। कसैले मनोकामना पुरा होस् भनेर भाकल गर्नुहुन्छ भने कसैले आफ्नो इच्छा पुरा भएपछि धन्यवाद स्वरूप भाँडाकुँडा चढाउनुहुन्छ। त्यसैले मन्दिरका भित्ताभरि झुन्डिएका प्रत्येक भाँडाले कसै न कसैको आस्था र विश्वासको कथा बोकेको छ। हरेक वर्ष विशेष गरी चैते दशैँको समयमा यहाँ ठुलो मेला लाग्ने गर्दछ र हजारौं श्रद्धालु दर्शनका लागि आउनुहुन्छ। तपाईँ यहाँ पुग्नु भएको छ त? आफ्नो अनुभव कमेन्टमा लेख्न नबिर्सनु है त।